कम्ता माया गर्छ मलाई मेरो साथी डरलाग्दो रुख हो लेखाली रुख हेर्नु त गाइस आई लभ यु म तिमीलाई धेरै माया गर्छु को हो तपाईहरु हिमालको माथि पहाडको एउटा कुनामा मंगलबारे बजार कति सानो हेर्नु न गाइस सो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल अनदर न्यू भिडियो आजको न्यू डे न्यू ब्लग सँगसँग म पनि उपस्थित भइसकेको छु आई होप तपाईहरु एकदमै सन्चै हस्त व्यस्त मस्त हुनुहुन्छ होला म पनि एकदमै धेरै सन्चै छु हजुरहरुको माया साथ सपोर्टले गर्दा अनि आजको ब्लग चाहिँ एकदमै धेरै स्पेशल हुनेवाला छ किनभने आजको ब्लगमा चाहिँ म मंगलबारे घुम्न आएको मेरो साथीलाई घुमाउनुको लागि हैन तर घुम्न आउने मान्छे नै थाकेर हेर्नु न त्यहाँ पत्तुबाट घर जाम भन्नेछ कि त्यसैले सुइया ज्याकेट पक्रा ला गयो मेरो ज्याकेट त्यसरी फ्याल्दिनु पर्छ के अनि यहाँनिर चाहिँ हेर्नु त यहाँ भिडियो बनाउने कार्यक्रम हुनेछ साथीहरु क्यामेराम्यान सिस्टर हुनुहुन्छ हाई गरिदिनु न हेलो हेलो अनि यता माथि चाहिँ हुनुहुन्छ अनि गाइस अहिले चाहिँ हामी जानेवाला छौं त्यो डाँडा काटेर मंगलबारे बजार भन्छ त्यहाँदेखि परतिर चाहिँ हैन अनि त्यहाँदेखि परतिर त्यो डाँडा काटेर चाहिँ जानेवाला छौं अनि भन्न तिमीलाई हाम्रो गाउँ ठाउँ कस्तो लाग्यो एकदम राम्रो लाग्यो हैन एकदम सुन्दर वातावरण राम्रो छ राम्रो मात्र छ अरे के साथीहरु धेरै राम्रो भन्नु छोडेर गाइस जबरजस्ती भनेकोलाई यसलाई बुझिन्छ के साथीहरु सो गाइस अहिले चाहिँ म यो पहाडमा फल्ने बुकी झार टिप्न गइरहेको छु सिधा गर क्यामेरा कम अन आउ लेट्स गो टक 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 माथि फला त टक टक आउ कम अन यहाँ यहाँ चाहिँ गाइस एकदम बुकी झार भन्छ यसलाई चाहिँ हैन गाइस अनि एकदमै यहाँ पहाडतिर चाहिँ डेटिङ आउँदाखेरि चाहिँ अब टक्रक्क यो लगेर चाहिँ डेटिङ जानु होला तपाईहरुको केटी सेन्टी फ्ल्याट हुन्छ पट्टिएर हैन गर्लफ्रेन्ड चाहिँ यसरी टिप्दै जाने अनि त्यसपछि आई लभ यु म तिमीलाई धेरै माया गर्छु धेरै मन पराउँछु तिमी बिना बाँच्न सक्दिन भनेर प्रपोज गर्नु होला अनि केटीले यसरी फुल यसरी पक्रिने बित्तिकै तपाईहरु अब यता कुद्दै जाने डाँडामा अब यता पनि अनि यस्तो माथि चढ्ने यहाँ माथि चढ्ने गाइस अनि आई लभ यु रोसी गरेर चिच्याउने गाइस हैन अनि तपाईको गर्लफ्रेन्ड त मख परे पक्लेर कसरी झर्छ थाहा छ यस्तो गर्ने आई लभ यु रोसी म तिमीलाई धेरै माया गर्छु यो सास यो हावा सबै तिमी मेरो म तिमीलाई धेरै मन पराउँछु गरे हैन चुडेलले आई लभ यु टु भन्यो भने त गाइस टिटिटिटो हुन्छ गाइस अब यहाँदेखि चाहिँ म फल्नेवाला छु अलिक पर जाउँ न देखौ न अलिक आज मेरो सबै कारनामा देखाउनु पर्यो नि के खसा गर्छ गाइस यहाँनिर ए भूतल यहाँ हेर 1 2 मेरो पर्पज स्वीकार हो रोसिरे मेरो पर्पज स्वीकार हो यस गरेर पर्पज गर्ने डेटिङ हुन्छ त्यो चाहिँ अनि अन्त जस्तो गर्ने हैन लडी बडी खेल्नु पर्छ गयो सबै झन्डेले लडिन गाइस रिगोटा चल्यो झन्डेले लडिन ला हेर्नु नि यहाँ हो यस्तै हुन्छ पर्पज त्यसरी यहाँनिर चाहिँ डेटिङ नआउनु होला तपाईहरु हैन त्यसरी गुल्टेर गइन्छ पहाड हेर्नु न बादर हेर्नु न बादर ओए मान्छे जस्तो बादर छ हेर्नु न को हो तपाईहरु गाइस हामी चाहिँ अब जाँदैछौँ माथि हैन किनभने हेर्नु न बादलहरु कस्तो आउन थालिसक्यो साथीहरु हैन भरे पानीहरु पर्न सक्छ यस्तो ठुलो जंगलमा हामी 4 जना मात्र छौं मेरो दुईटा चेलीहरु हुनुहुन्छ अनि एकजना मेरो साथी हुनुहुन्छ काठमाडौँबाट आएको अनि म छु गाइस हैन अब चाहिँ जानेवाला छु यहाँनिर धेरै बस्यो गाइस फोटो भिडियो खिच्दै किनभने राम्रो छ नि त सिन पनि अनि सुतै भएर चाहिँ हो अनि त्यसपछि यहाँनिर फेरि फोटो खिच्दै हुनुहुन्छ यहाँनिर चाहिँ वन फडानी गर्दै हुनुहुन्छ यहाँ रोड रहेछ कहाँबाट आएको रहेछ रोड यहाँदेखि सिधा माथि जानेवाला छौं गाइस अब हेर्दै जानु होला ब्लगलाई कन्टिन्यू गर्नु होला हैन कस्तो चाहिँ हुन्छ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला गाइस हेर्नु न कस्तो अप्ठ्यारो बाटो हो माथि पुगिसक्नु भएको छ महाराज साहेब चाहिँ यहाँनिर हाम्रो दिदी हुनुहुन्छ तल हाम्रो दिदी कसरी आउनुहुन्छ ला कसरी आउने यो पक्रे न ल पक्रा ओइ नछोडा नि फेरि मर्छु नि म ये सगरमाथा पुग्यो हामी ला यस्तो
कस्तो अप्ठ्यारो छ नि एकछिन वेट ल बल्ल बल्ल अब हामी चाहिँ मङ्गलबारी आइपुग्न आँटेको छ गाइस होइन हेर्नु न कस्तो अप्ठ्यारो छ यार यस्तोबाट लड्यो भने त एकैताल नाक डरखरिन्छ नि बल्ल बल्ल मङ्गलबारी आयो चाहिँ अलिअलि देखिनेछ हावा चाहिँ कस्तो मजाले चलेको है हजुर हिमाल पनि देखिन्थ्यो है यता पारिपट्टि होला नि हिमाल देखिने चाहिँ ए यता पनि देखिन्थ्यो ए तल ओरेन्ज हामी त्यति चाहिँ हामी चाहिँ बल्ल बल्ल तर यता यो हिउँहरू पर्दा चाहिँ टुरिज्म एरिया है राम्रो छ नि त मान्छेहरू घुम्न यहाँनिर मङ्गलबारी तिर्फर लाग्ने छ त्यहाँ बजार अनि खाजा खाने एकदमै धेरै भोक लागिरहेछ त्यस्तो उकालो चढ्दा त्यस्तो सङ्घर्ष आइपुग्न सफल भएका छौँ अन्त फाइनली गाइस तर मङ्गलबारी बजार कति सानो है हिमालको माथि पहाडको एउटा कुनामा मङ्गलबारी बजार कति सानो हेर्नु न गाइस सानो छ अन्त नि बुकेहरू पनि कस्तो दामी फुलेको मलाई यति कुरा चाहिँ थाहा छ कि होइन छोटो भिडियो राम्रो आउनुलाई राम्रो फोन होइन राम्रो अनुहार हुनु पर्दो रहेछ कि मतलब गोरु अनुहार ला साँच्चै भनेको हो ओ गाइस हेर्नु न स्वर्ग नजिकैको सानो गाउँ भने जस्तै के साथीहरू हेर्नु न स्वर्ग यिनीर आकाश अनि आकाश छेउमा यति राम्रो गाउँ बसेको मेरो टिमहरू चाहिँ यति हुनुहुन्छ नाना कस्तो गाह्रो है तिमीलाई तिमी त नयाँ मान्छे कस्तो लाग्यो हाम्रो ठाउँ भन न राम्रो लाग्यो गाइस राम्रो लाग्यो रे अब हामी खाजा खानेलाई लास्टै भोक लाग्यो गाइस देख्नु सक्नुहुन्छ मङ्गलबारे बजार अनि यहाँनिर चाहिँ फोटो खिच्ने कार्यक्रम चल्दैछ गाइस देख्नु सक्नुहुन्छ कस्तो शीतल हावा आउँदो रहेछ यता त गाइस यता चाहिँ एकदमै रमाइलो भइरहेछ अब चाहिँ मलाई मेरो साथीले बोक्नेवाला छ गाइस बोकेर पर पुऱ्याउँछ होइन म चाहिँ लडेर खुट्टा मर्किरहेछ अनि त्यही भएर पुरा कम्ता माया गर्छ मलाई मेरो साथीले अरे यता लगाउँछ ज्याकेट भएको पनि नै ज्याकेट भएको भयो थ्याङ्क यू साथी अहिले चाहिँ हामी चाहिँ यस्तो चिसो छ होइन गाइस अनि फोटो भिडियो सबै खिचिसक्यौँ अनि हाम्रो टोली चाहिँ कालो कालो ज्याकेट उसले मात्र सेतो रहेछ तिमी हलुवामा बलुवा तिमी छौ तिमी त हेर त ल सेतो ज्याकेट हामी सबै कालो कालो ल गाइस अब हामी चाहिँ पेटमा मुसा कुद्दैछ अनि त्यही भएर खाजा खानुको लागि गएको गाइस अनि बजार चाहिँ सानो रहेछ गाइस यति थोरै मात्र गाइस होइन अनि यस्तो चिसोमा चाहिँ अब के खाजा खान्छ हेर्दै जानु ब्लगलाई कन्टिन्यू हेर्दै जानु है त हामी फाइनली मङ्गलबारी बजार पुग्यो गाइस सानो बजार चिटिक्क परेको राम्रो एकदमै राम्रो बजार देख्न सक्नुहुन्छ यता पनि राम्रो राम्रो छन् अनि गाइस एकदमै चिसो छ गाइस होइन कस्तो चिसो छ गाइस सिरेटो पनि चलिरहेछ आज घर देखिन्छ के भयो किन आएको भाइ बजारहरू चाहिँ यस्तो रहेछ हेर्नु न साथीहरू हाम्रो भन्दा सानो सानो रहेछ गाइस होइन बजारहरू चाहिँ अनि यहाँनिर चाहिँ ग्यारेज होला मरङ भन्दा सानो है अहिले चाहिँ हामी चाहिँ होटेल आइसकेको देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ नानालाई त कति गोरो देखिन्छ नदेखाउने गोरो आरिस लागिसक्यो कालो मान्छेको पिडा गाछ देख्न सक्नुहुन्छ उड्यो कोकै थिएन रहेछ गाई चाहिँ त केही पनि पाइँदैन रहेछ ल यो चाहिँ मेरो साथीलाई मलाई गाइस देख्न सक्नुहुन्छ चाउमिन आइसकेको छ खाजा हिजो नि खाजा
गाइस अहिले चाहिँ हामी खाजा खाएर निक्लिसकेको छौँ। यस्तो एकदमै चिसो छ गाइस, देख्न सक्नुहुन्छ होइन। यस्तो चिसो ठाउँ छ साथीहरू, देख्न सक्नुहुन्छ कस्तो चिसो छ गाइस। अब हामी घर जाने गाइस, घर जाने। बाई बाई मङ्गलबारे, बाई बाई। ओहो गाइस हेर्नु न माता रानी। बसी 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 नमस्ते, के छ सन्चै हुनुहुन्छ गाइस? हेर्नु नि भागदौडी भएको, कोही जुत्ता समातेर भाग्दै थियो, हेर न स्पिडमा भागेको नानी। हेर न भागेको, आयो हेर न यहाँ चाहिँ हाँस्दै आउँदैछ पछाडिबाट। गाइस हेर्नु न, डरसर पनि गाइस खुट्टा दुखिरहेछ कति धेरै होइन, कति टाढो बाटो हिँडेर आएको नि त, कस्तो खुट्टा दुखिरहेछ। रात पनि परिरहेछ, अब रात पर्ने आँटो गाइस। अगाडि चाहिँ दुईजना मेरो दिदी बहिनीहरू हुनुहुन्छ अनि यस्तो डर लाग्छ क्या जग्गामा, हेर्नु न कस्तो डर लाग्दो भइसकेको छ गाइस। अब चाहिँ घर पुग्ने हो गाइस छिटो छिटो गरेर, किनभने यस्तो ढुस्स भइरहेछ जङ्गलहरू पनि होइन। कोही छैन यो बाटोमा त, कोही पनि छैन, हामी मात्रै हिँडिरहेछ। डर पनि लागिरहेछ, तर पनि ग्रुपमा छ भने अलिकति उस होइन गाइस। त्यस्तै हो गाइस। अब घर जाने हो भने घर पुगेर एकैचोटि भ्लग देखाउँछु गाइस ल, किनभने मेरो चार्ज पनि सकिन आँट्यो, मोबाइलको स्टोरेज पनि फुल हुन्छ फेरि होइन गाइस। अनि यस्तो हिँड्दै गरेकोमा मात्र अब के गर्नु, घर पुगेर एकैचोटि देखाउँछु ल गाइस। फाइनली गाइस, फाइनली म चाहिँ अहिले घर आइपुगिसकेँ। देख्न सक्नुहुन्छ यस्तो रात परिसकेको छ होइन, यस्तो रात परेको छ। यस्तो राति म घर आइपुगेको गाइस, हेर्नु न डरले धन्दा के पनि भएन गाइस होइन, हेरेको। अनि सो आजको भ्लग चाहिँ यति नै भयो। के कस्तो रह्यो लाइक कमेन्ट गरेर सब्सक्राइब गरिन नबिर्सिनु होला। धेरै धेरै माया, लट्स अफ लभ, बाई बाई गाइस।